के तपाईलाई थाहा छ हरेक 20 सेकेन्डमा विश्वभर एकजना बच्चाको मृत्यु निमोनियाबाट हुन्छ। नेपालमै हरेक वर्ष करिब 10,000 बालबालिका यो रोगबाट ज्यान गुमाउने गरेका छन्। सधैँ सर्दी खोकी भनेर हल्का ठानिने यो रोग वास्तवमा साइलेन्ट किलर हो। आज हामी बुझ्नेछौँ निमोनिया के हो, निमोनिया कसरी हुन्छ, यसका लक्षणहरू के हुन्, निमोनिया हुने कारणहरू के हुन्, यसका उपचार र बच्ने उपायहरूको बारेमा जानकारी प्रस्तुत गर्नेछौँ। कृपया सम्पूर्ण जानकारीको लागि भिडियो अन्तिमसम्म हेर्नुहोला। निमोनिया के हो? निमोनिया भनेको फोक्सोमा हुने संक्रमण हो। फोक्सो भित्रका ससाना हावा भरिने कोषहरू एल्भियोलाई पस र पानीले भरिन्छन्। त्यसैले अक्सिजन र रगतको आदान प्रदान रोकिन्छ। फलस्वरूप शरीरमा अक्सिजनको कमी हाइपोक्सिया हुने गर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष करिब 7 लाख बालबालिका निमोनियाबाट मर्ने गर्छ। नेपालमा यो मृत्युको प्रमुख कारण मध्ये एक हो। निमोनियाको कारणहरू र संक्रमण कसरी हुन्छ? निमोनिया ब्याक्टेरिया, भाइरस वा फंगसबाट हुन सक्छ। सबैभन्दा सामान्य ब्याक्टेरिया स्ट्रेप्टोकोकस निमोनी हो। भाइरसबाट हुनेमा इन्फ्लुएन्जा, आरएसभी, कोरोना भाइरस आदि पर्दछ। कमजोर प्रतिरक्षात्मक प्रणाली भएका मानिसमा एस्परजिलस र न्युमोसिस्टिस पनि कारण बन्न सक्छन्। संक्रमण हावाबाट खोक्दा, हाछिउ गर्दा निस्किने ससाना ड्रपलेटबाट सक्छ। साथै धुवाँ हुने घरमा बस्ने बच्चामा जोखिम बढी हुन्छ। नेपालमा अझै पनि 60% घरमा दाउरा वा गोबरको धुवाँ प्रयोग हुने गरेको छ, जसले निमोनिया हुने सम्भावना 50% सम्म बढाउँछ। निमोनियाका सामान्य लक्षणहरू: लगातार खोकी लाग्नु, सास फेर्न गाह्रो हुनु वा छिटो सास लिनु, ज्वरो आउनु, छाती दुख्नु, ओठ र नङ निलो हुनु, बच्चामा खाना नखाने, सुस्त हुने आदि पनि हुन सक्छ। कहिलेकाहीँ वाकिङ निमोनिया पनि हुन्छ, जसमा लक्षण हल्का देखिए पनि रोग फोक्सोमा फैलिसकेको हुन्छ। निमोनिया भएमा हुन सक्ने जटिलताहरू: उपचार ढिलो भयो भने निमोनियाबाट गम्भीर जटिलता हुन सक्छ, जस्तै प्लिवरल इफ्युजन अर्थात् फोक्सो वरिपरि पानी जम्नु, लङ एब्सिस अर्थात् फोक्सोमा पिप जम्मा हुनु, सेप्सिस अर्थात् संक्रमण रगतसम्म फैलिनु, रेस्पिरेटरी फेलियर अक्सिजन कमी भएर सास नै रोकिनु। तथ्याङ्क अनुसार निमोनिया भएका बिरामी मध्ये 10 देखि 15%मा जटिलता देखिन्छ। निमोनियाको उपचार: निमोनिया उपचार योग्य रोग हो। यदि कारण ब्याक्टेरिया हो भने एन्टिबायोटिकको प्रयोग गर्न सकिन्छ, जसमा एमोक्सिसिलिन, एजिथ्रोमाइसिन जस्ता एन्टिबायोटिकहरू कमनली रूपमा प्रयोग गर्ने गरिन्छ भने भाइरसबाट भएमा बिरामीलाई आराम गर्न लगाउने, झलिलो खानेकुराहरू प्रशस्त मात्रामा दिने, अक्सिजन आवश्यक भएमा अक्सिजन दिने। अक्सिजनले अक्सिजन सन्तुलन सुधार्छ, तरल पदार्थले डिहाइड्रेसन रोक्छ र गम्भीर अवस्थामा भने अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था हुन सक्छ। WHO का अनुसार खोप र समयमै उपचारले मृत्यु 80% सम्म घटाउन सक्छ। निमोनिया रोकथामका उपायहरू: निमोनिया रोकथामका 5 प्रमुख उपायहरू यस प्रकार छन्। 1. खोप लगाउने, PCV, HIV, इन्फ्लुएन्जा भ्याक्सिन लगाउने। 2. सन्तुलित आहार, भिटामिन ए, जिंकले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, तसर्थ भिटामिन ए र जिंक युक्त खानेकुरा खाने। 3. धुवाँ रहित घर र सफा हावा। 4. स्तनपान, पहिलो 6 महिना स्तनपान मात्र गराउने बच्चाहरूमा निमोनियाको जोखिम 5 गुणा कम हुन्छ। 5. हात धुने बानी र संक्रमण भएका व्यक्तिबाट टाढा रहने। निमोनिया सामान्य सर्दी खोकी होइन, यो फोक्सोको एक घातक संक्रमण हो। ससाना लक्षणलाई व्यवस्था नगर्नुहोस्। यदि खोकी 3 दिनभन्दा बढी रह्यो वा सास फेर्न गाह्रो भयो भने तुरन्त स्वास्थ्यकर्मीलाई देखाउनुहोस्। आजको भिडियो तपाईलाई कस्तो लाग्यो? यदि उपयोगी र जानकारीमूलक लाग्यो भने कृपया स्वास्थ्य सरोकार युट्युब च्यानललाई लाइक,
कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। स्वस्थ जीवनको लागि सही जानकारी स्वास्थ्य सरोकार। धन्यवाद।